हेलो नमस्कार सबै साथीहरूमा मेरो युट्युब च्यानलमा स्वागत छ। अनि सदा चाहिँ आज पनि मेरो रेसिपीलाई लिएर आइसकेको छु साथीहरू। देख्न सक्नुहुन्छ आजको रेसिपीमा चाहिँ हाम्रो यो लाफा सब्जी है। अनि यसलाई हामी अर्को पनि नाम दिन सक्छौँ, मधेसी सिस्नु है। हजुरहरूलाई सिस्नु खानु मन लाग्छ, सिस्नु चाहिँ हाम्रो मधेसतिर चाहिँ पाइँदैन नि त, त्यही भएर तपाईँहरूले चाहिँ यसलाई खाएर पनि हजुरहरूले सिस्नुको चाहिँ आनन्द अनुभूति लिन सक्नुहुन्छ। अनि यो जाडोमा यसलाई तातो तातो सुप बनाएर चाहिँ हामीले मकैको खानासँग खाँदा यति मिठो हुन्छ नि। अनि यसलाई चाहिँ हामीले धेरै तरिकाबाट चाहिँ पकाउन सक्छौँ है। हल्का नरम पानीमा उमालेर खान सकिन्छ। यसलाई हामी तरकारी बनाएर पनि खान सकिन्छ, कति साथीहरूले तरकारी बनाएर खान सकिन्छ। र आज चाहिँ मैले यसलाई फरक तरिकाले चाहिँ पकाउन गइरहेको छु। देख्न सक्नुहुन्छ यो चाहिँ एकदम महँगो, हाम्रो मधेसमा चाहिँ यसलाई चाहिँ महँगो, किन्दाखेरि महँगो तर पकाउँदा एकदम सस्तो है साथीहरू। यसलाई चाहिँ म पहिलाचोटि चाहिँ हल्का पखाल्छु। अनि यसलाई चाहिँ पहिला नै पखालेर चाहिँ सफा गर्नुको कारण चाहिँ के हो भने यसलाई पहिला सफा गरेर चाहिँ हामीले पखाल्यौँ भने चाहिँ यसबाट जति पनि चिप्लो निस्किन्छ नि रियाल, त्यो चाहिँ सबै धुँदाखेरि चाहिँ जाने भएको कारणले हामीले पहिला यसलाई चाहिँ थोरै धोएर चाहिँ हामीले यसलाई यसरी भचाउनु पर्छ है। देख्न सक्नुहुन्छ मैले चाहिँ जसरी धोएर पनि यहाँ भचाइसकेको छु। अनि यसलाई चाहिँ म चाहिँ यसलाई पानीमा बनाउँदैछु। यो चाहिँ एकदम त्यस्तो मरमसला बिना पनि यति मिठो हुन्छ नि। हजुरहरूले सायद कतिले चाहिँ खानुभएको छ होला, कतिले खानुभएको छैन भने चाहिँ ट्राई गर्नु होला। लाफा साग अथवा मधेसको सिस्नु भनेर चाहिँ तपाईँले यसलाई बजारमा पाउन सक्नुहुन्छ। यहाँ चाहिँ मैले पानीलाई चाहिँ उमालिसकेको छु। हामीले चाहिँ यसलाई राख्दाखेरि चाहिँ एकदम पानी उमालेर राख्नुपर्छ, जसले गर्दा चाहिँ पाक्नुमा एकदम सजिलो र मजाले पनि पाक्छ होइन। अनि यसको साथमा मैले चाहिँ यसलाई चाहिँ हल्का बाक्लो बनाउनको लागि चाहिँ थोरै चामललाई राखिदिँदैछु। चामल नराख्दा चाहिँ अलिकति पातला हुने भएको कारणले हामीले चामल थोरै राखिदिनु पर्यो। अनि यसको साथमा चाहिँ मैले थोरै बेसार राखिदिएको छु। अनि चाहिँ म यो सागलाई चाहिँ राख्दैछु जुन सफा गरेर राखेको थिएँ। यो सब्जी चाहिँ हामीले खानु पर्दा चाहिँ स्वास्थ्यको लागि एकदम राम्रो। जो कोहीलाई नसा सम्बन्धी, घुँडा सम्बन्धी, जति पनि हड्डी सम्बन्धी बिमारी छ त्यसको लागि पनि यो एकदम दबाईको रूपमा राम्रो। प्लस यो चाहिँ प्रेसरको पनि यसले कन्ट्रोल गर्ने भएकोले चाहिँ साथीहरू हजुरहरू कसलाई समस्या छ यो बनाएर खानु होला, एकदम कन्ट्रोल गर्छ है। हामीले चाहिँ तातो पानीमा राख्न सकेर चाहिँ मजाले पकाउन सक्यौँ भने चाहिँ राम्ररी नै बनिने हुन्छ। र तर हामीले चिसो पानीमा राख्यौँ भने चाहिँ पाक्नुभन्दा अगाडि नै पहेँलेर जान्छ। त्यसले गर्दा अलिकति नमिठो भएको जस्तै लाग्ने भएकोले हामीले तातो पानी राखेर चाहिँ गर्दाखेरि चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले पनि एकदम मजाले पाकिसकेको छ। अब भने म यसमा थोरै सोडालाई राखिदिन्छु। सोडाले राख्दाखेरि चाहिँ यसलाई गलाउनु पनि धेरै मद्दत गर्छ र यो लगभग गली पनि सकेको छ। देख्न सक्नुहुन्छ एकदम मजाले। यो राम्ररी गलेपछि चाहिँ हामीले यसलाई चाहिँ मसिनो बनाउनु पर्ने हुन्छ। अनि यसको साथमा मैले चाहिँ यो टेस्टको लागि एकदम यो के भनेर चिन्नुहुन्छ तपाईँहरूले, मलाई चाहिँ खासै यसको नाम चाहिँ आउँदैन। तर यसमा चाहिँ हामीले यो राख्दाखेरि चाहिँ यसले एकदम स्मेल मिठो र टेस्टिलो बनाउँछ। र प्लस यो चाहिँ दबाई पनि है साथीहरू। यसले औषधि धेरै काम गर्छ। जब हामीलाई पेटमा ग्यास हुँदा त्यो भन्छ नि नेपाली समाजमा चाहिँ के लाग्दा पनि हामीले यसलाई चपाउने अथवा यसलाई चाहिँ हामीले धुवा लिने गर्छौँ नि त। यो औषधिको रूपमा पनि काम गर्छ। यो चाहिँ धेरै जस्तो चाहिँ हिमाली भेगतिर पाउने हुन्छ। अब भने म यसलाई मसिनो गरी मिक्स गर्छु, मसिनो फिट्छु भनौँ न होइन। दाल बनाउँदैछु, देख्न सक्नुहुन्छ यो चाहिँ हामीले दाल बनाएर एकदम रेडी भइसकेको छ। यो चाहिँ हामीले यसरी पकायौँ भने चाहिँ यसको यो जुन चिप्लो हुन्छ नि एकदम मजाले निस्किन्छ। हजुरले पनि देख्न सक्नुहुन्छ। हामीले नर्मल चिसो पानीमा हाल्यौँ अथवा सोडा हाल्यौँ न र हामीले यसलाई चाहिँ मजाले मिक्स गर्न सक्यौँ भने चाहिँ यसको चाहिँ यो चिप्लोपन चाहिँ एकदम आउँदैन। त्यही भएर हामी अब भने म लाफा दाललाई चाहिँ झान्नको लागि चाहिँ रेडी गर्दैछु, जसको लागि चाहिँ मैले प्यान राखिसकेको छु। हामीले नजानिकन पनि डाइरेक्टली फिटिसकेको दालमा चाहिँ काँचो लसुन अदुवालाई किचाएर पनि राखेर खान सकिन्छ भने
झानेर पनि खान सकिन्छ। म चाहिँ यहाँ झानेर बनाउँदैछु। लाफा दाललाई चाहिँ मैले तड्का दिनको लागि चाहिँ यहाँ एक दुईवटा लसुनलाई लिएको छु। जो लसुन चाहिँ हामीले तड्का लाउँदाखेरि चाहिँ हल्का किचाएर चाहिँ राख्नुपर्ने हुन्छ। यसरी मिक्स गरेको लसुन भन्दा पनि तड्का लाउँदा चाहिँ हामीले किचाएर राखेको एकदम राम्रो हुन्छ। अनि यसको साथमा मैले एउटा खोर्सानी राखिदिएको छु। म ज्यादा खोर्सानी चलाउँदिनँ किनभने बच्चाले खाने बनिँदैछ नि त, त्यही भएर म ज्यादा खोर्सानी चाहिँ राख्दिनँ। अब म चाहिँ यहाँ हल्का गोल्डन कलर हुने गरी चाहिँ लसुनलाई चाहिँ भुन्छु। यसले गर्दा चाहिँ लसुनको स्मेल यति मिठो आउँछ नि, प्लस दाललाई त झन् मिठो बनाउने भइगयो। त्यसले गर्दाखेरि चाहिँ हामीले गोल्डन कलर हुइन्जेलसम्म चाहिँ राख्नु पर्यो। अब भने म यहाँ तड्का लाउँदैछु, जो रेडी भएको लाफा दालमा चाहिँ राखिदिँदैछु। यसो गर्दाखेरि चाहिँ यसरी राखेको लसुनको चाहिँ स्मेल यति मिठो बनाउनुको साथै स्मेल यति टेस्टी आउँछ नि, अनि दाललाई पनि एकदम मिठो बनाउँछ। देख्न सक्नुहुन्छ हजुरहरूले पनि। तपाईँहरू चाहिँ यो लाफा सागलाई चाहिँ कसरी बनाएर खानुहुन्छ, कसरी बनाएर खाँदै हुनुहुन्छ र कोलाई मनपर्छ कमेन्ट गर्नुहोला। यसरी बनाएको लाफा दाल चाहिँ अलिक यो साग चाहिँ अलिक चिप्लो भएको कारणले चाहिँ बच्चा बुढापाकाहरूलाई चाहिँ एकदम खानमा सजिलो हुन्छ नि त। त्यही भएर बच्चाहरूले चाहिँ एकदम मिठो मानेर खानेछ। बच्चाहरू छ भने ट्राई गर्नु होला। र यसमा टेसिलोको लागि चाहिँ मैले थोरै घिउलाई राखिदिएको छु। घिउ छैन भने हजुरहरूले नराख्दा नि हुन्छ, छ भने राख्नु होला, अझ मिठो बनाउँछ है। अनि साथीहरू, हजुरहरूलाई आजको मेरो लाफाको दाल सब्जी चाहिँ हजुरहरूलाई के कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनु होला र मन परेमा लाइक सेयर पनि गरिदिनु होला। नयाँ साथीहरू हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जोइन गरिदिनु होला। यति भन्दै आजको मेरो भिडियोबाट चाहिँ बिदा लिन चाहन्छु। हस्त बाई बाई साथीहरू। अनि जो कोही नखानु साथीहरूले चाहिँ एकबार जरुर ट्राई गर्नुहोला। हजुरहरूलाई अवश्य पनि मन पर्नेछ। यसरी बनाएर खानुहोला भन्दै बिदा चाहन्छु। हस्त।